एउटा रीतिसँगै हामी बढी जोडिएर आएका छौँ। शङ्खमूलमा आइपुगेका छौँ। यहाँ यसो हेऱ्यो भने चाहिँ संरक्षण गरेर राखेको रहेछ। अहिले चाहिँ एकदम हजुर बुढो र बुढी छन्, छोरा बुहारीहरू कोही काठमाडौँ छन्, कोही घोरा उता दाङबाई छन्। अब आफ्नो आफ्नो व्यवसाय गरे आफ्नो आफ्नो परिवार पालेर भन्नुभयो अरे हाम्रो बाजेले। हो किन न कोही न कोही हजुर शङ्खबाट पानी बुलबुल बुलबुल गरी भात हाल्ने उम्रिन्थ्यो अघि। हजुर अब यो चारैतिर पर्खाल लाउने भएर यो डोजरले एउटा रीतिसँगै हामी बढी जोडिएर आएका छौँ। यसमा सम्भवतः हामी एकैछिनपछि तपाईँहरूलाई विभिन्न खालका भिडियोहरू देखाउँछौँ। त्यहाँ एकदमै महत्त्वपूर्ण भिडियो देखाउँछौँ र त्यो जीवनमा सम्भवतः सबैजनाले नदेखेको पनि हुनसक्छ। म पनि पहिलोचोटि यो कामको लागि यहाँ आउँदैछु र गरेको छु। पक्कै पनि सबैले हेरेर साथ दिनुहुनेछ। हामी सल्यानको शङ्खमूलमा आइपुगेका छौँ। यहाँ यसो हेऱ्यो भने यहाँ चाहिँ संरक्षण गरेर राखेको रहेछ। अहिले चाहिँ एकदम राम्रो लाग्यो। छत्रेश्वरी गाउँपालिकाको यो शङ्खमूलमा हामी आइपुगेका छौँ। साध्यै खुसी लाग्यो। एकपटक घुम्नै पर्ने ठाउँ देखिन्छ यो। गङ्गा राणा नि यही पेसा व्यवसाय घरै यहीँ हो हजुरको? ए त्यो शङ्खमूल भन्ने नाम कसरी रहन गयो? यो जुन शङ्ख हामीले देख्छौँ यो शङ्खमूल भन्ने नाम बाबु अब महादेवले सत्यदेवीलाई माथि माथि घुमाउँदा हजुर हातको शङ्ख खसेर हजुर शङ्खमूल त्यहाँ शङ्खबाट पानी निक्लेको देख्नुभयो अरे हाम्रा जिजुबाजेहरूले। हजुर जिजुबाजेहरूले देखेपछि शङ्खबाट पानी निक्ल्यो, यहाँ शङ्खमूल बन्यो ल है, जुटो पिटो नगरे चोखी नीति गरे सत्यदेवीको अङ्गपतन भयो भनेर जिजुबाजेहरूले भन्नुभयो अरे। यहाँ सत्यता छ। अनि यहाँ तिथि गर्न आउँछन्, श्राद्ध गर्न आउँछन्, फुला चलाउन आउँछन्, मुर्दा चलाउन आउँछन्। यहाँ धेरै शक्तिशाली देवताहरू छन् कि बाबु। हजुर सत्यदेवी छन् यहाँ। हजुर सत्यदेवीहरू आँगचरेको महिलाहरू धेरै आउँछन् यहाँ काम्छन्। कामेपछि महिलाहरूले भन्छन् मलाई आन्टी यहाँभित्र जुत्ता चप्पल लिन नदिनु होला, देउताहरू कचेल्या भन्छन्। र मैले नलग बाबु नानी हो भन्छु र तेरो हो र भन्छन्। के गर्ने बाबु, यो संसार यस्तै छ होइन। कसलाई के भन्ने हो र, राम्रो भने राम्रो, जादु भने जादुरै। नलग बाबु देउता कचेल्या अरे काम्ने धमेनीहरूले भन्छन् र मान्दैनन्। अब हामीलाई यहाँ गाउँपालिकाले बसाल्छ, हामी सरसफाइ गर्छौँ क्या बाबु। साँझ बिहान बराल्छौँ, अनि पूजा गर्छौँ, त्यहाँदेखि भोजनहरू लाउँछौँ, त्यहाँबाट बत्ती बाल्छौँ, त्यहाँदेखि गेटमा ताला लाउँछौँ, गेट खोल्छौँ। सबै हामीलाई गाउँपालिकाले बसाल्छ यहाँ। महिना 5,000 तल दिन्छ बाबु। बुढो र बुढी छन्, छोरा बुहारीहरू कोही काठमाडौँ छन्, कोही घोरा उता दाङबाई छन्। अब आफ्नो आफ्नो व्यवसाय गरे आफ्नो आफ्नो परिवार पाले खाइहान्, छोरा बुहारीहरू उतै बस्छन्। हामी यहाँ बुढो र बुढीले यही पेसा गर्छौँ, पाल्ने काम गर्छौँ। भनेपछि त्यो युगमा सती देवीको अङ्गपतन भएको हातको शङ्ख खसेर हजुर शङ्खमूल बन्यो होइन? ए भन्नुभयो अरे हाम्रो बाजेले। हो किन न कोही होइन, त्यो छ र त होइन। अब त्यस्तो खालको भयो नि त यहाँ जुन त्यहाँ यो शङ्ख उतार गहिरो कुवा छ नि बाबु। हजुर त्यहाँ आफ्नो छ गरे शङ्ख। हजुर शङ्खबाट पानी बुलबुल बुलबुल गरी भात हाल्ने उम्रिन्थ्यो अघि। हजुर अब यो चारैतिर पर्खाल लाउने भएर यो डोजरले खन्यो। हजुर खन्ने बेला अब आफ्नो पर्खालहरू उठाउने भएर यो आफ्नो आफ्नै मूल तल निक्ल्याउँछ बाबु।
शङ्खमूल एउटा मूल यो आफ्ना नै गएर तत्तलो मुनि ल्याउँछ एउटा हजुर एउटा यहाँ अब यो पानी मूल भइरहन्छ यो कहिले पनि सुक्दैन आफ्नोबाट पानी आइरहन्छ ए सत्यदेवीको अङ्गपतन भएको सतीदेवीको अङ्गपतन भएको ठाउँ भएर महादेवले यस्तो बनाएर हजुर माथि माथि रिङाउने बेला हजुर हातको शङ्ख खसेर शङ्ख मूल भन्यो पानी आयो जुजु बाजेर हातको शङ्ख खस्यो कि शङ्ख नै खस्यो कसैले भन्छ महादेवको शङ्ख खस्यो भन्छन् हजुर कसैले भन्छ सत्यदेवीलाई घुमाउने बेला सत्यदेवीको अङ्गपतन हो हातको औँलाको शङ्ख खसेर खस्यो हो त्योबाट पानी निक्लेर जुजु बाजार देवी गएर शङ्खमूल नाम रह्यो है यो शङ्खमूल सत्यदेवीको अङ्गपतन भएको ठाउँ हो र यहाँ शङ्खबाट पानी निक्ल्यो र शङ्खमूल बन्यो र यहाँ झुटुपिटु नगाउनु भन्न जुजु बाजारले भन्नुभयो हजुर यहाँ चाहिँ मेला बेला बेला लाग्ने गर्छ जात्रा शिवरात्रिमा धेरै लाग्छ बाबु हजुर 2 दिनसम्म शिवरात्रिमा मेला धेरै लाग्छ त्यहाँदेखि माघीको दिनमा लाग्छ माघी दिन लाग्यो त्यहाँदेखि अस्ति साउन महिनामा लाग्योहरू नाच्यो मेला लाग्यो मेला लाग्छ आउँछन् घोराइदेखि दाङ तुलसीपुरदेखि व्यापारीहरू आउँछन् 50-60 हजार बेचेर जान्छन् मतलब अब हजुरहरूले जस्तै जसले यो हेरिराख्नु भएको हुन्छ होइन उहाँहरूलाई के भन्नुहुन्छ दाजु हजुर अब धेरैहरू भक्तजनहरू आउनुहुन्छ अरू यहाँ नाचगानहरू गर्नुहुन्छ बस्नुहुन्छ बागबैनी घरहरू हुन्छन् त्यहाँ माथि छायाक्षेत्रमा र माथि छायाक्षेत्रका सत्यदेवी यहाँका सत्यदेवी एउटै हुन् हजुर उहाँ बाँच्नु बस्ने घरहरू हुन्छन् खाना बस्नको लागि पनि छ धेरै राम्रो छ माथि बाहुनहरू छन् महाराजीहरू सब बाबुजीहरू सबै छन् माथि खानेकुरा अनि यहाँ चाहिँ अलिक कम देखियो नि त यहाँ अब बन्दैछ त अब यो यहाँतिर ठुलो बनाउन कति सन्तोषले ल्याउन इन्डियाबाट 12 लाखको बत्ती हजुर 12 लाखको बत्ती ल्याउँदैछन् यहाँ आज सन्तोष भन्नाले ए हो अनि त्यसले ल्याउँदैछन् ठिक छ आज यहाँ बनाउँदैछन् बाबु बनिसक्यो छैन हजुर आज यहाँ मूर्तिहरू बनाउने भन्छन् आज यहाँ यो बत्तीहरू गराउने भन्छन् त्यहाँदेखि यहाँ अब धेरै व्यवस्था गर्दैछन् हजुर अनि अब समिति गठन हुन्छ फेरि अब समितिहरू बस्ने अब नयाँ समिति बन्ने पुरानो समिति छोड्ने भन्ने कुरो छ क्या बाबु हजुर छ अब एउटा यहाँ टोइलेट बाथरुमहरू पनि यहाँ बाहिरतिर गराउने अरे भित्र टोइलेट नगर्ने अरे यो भित्र त टोइलेट बनायो नि यहाँ भित्र गलिज हुने भयो अरे देउताहरूलाई त्यही भएर यहाँ भित्र युज नगर्ने अरे नगर्ने भए आउनु यहाँ ताला लगाएछ टोइलेट बाहिर हाल्ने अरे टोइलेटहरू हस् अनि यहाँलाई धेरै धेरै धन्यवाद जुन जानकारी दिनुभयो होइन यहाँ जुन पर्यटकीय स्थल भएको हुनाले यहाँहरूले जसले हेरिराख्नु भएको छ यदि एकचोटि यो सल्यान जिल्लाको छायाक्षेत्र गाउँपालिका कति नम्बर वडा पर्यो 6 नम्बर वडामा रहेको यो शङ्खमूलमा एकचोटि भिजिट गरिदिनु होला किनकि यो ठाउँ भनेको एकदमै पवित्र ठाउँ रहेछ म पनि आउँथेँ जान्थेँ र मलाई त्यति वास्ता हुँदैन थियो आज मैले प्रत्यक्ष रूपमा यसरी भिडियो गराउने अवसर पाएँ दिदीलाई धेरै धेरै धन्यवाद है त हस् त नमस्कार